सो हेलो गाइज, म चाहिँ अहिले खुरकोटनिर छु र म काठमाडौँतिर जाँदैछु। एकदम गर्मी भएको कारणले म यहाँ खुरकोटनिर रेस्ट गरिरहेको थिएँ र म अहिले सुनकोशी र तामाकोशी नजिक छु। सो यहाँको भ्यूहरू एकदम राम्रो भएको कारणले रेस्ट गरिरहेको थिएँ। अब म काठमाडौँतर्फ जाँदैछु र यो नेक्स्ट पार्ट हो। मोबाइल भ्यू देखिरहेछ तामाकोशीतिरको। म चाहिँ सुनकोशीतर्फ लाग्छु। म चाहिँ अहिले ठ्याक्कै खुरकोटको ठ्याक्कै सुनकोशी र तामाकोशीको नजिक छु। गर्मी भएको कारणले हल्का रेस्ट गरौँ भनेर यहाँ खुरकोट नजिकै ठ्याक्कै साइडमा कोशी छेउमा के दामी ठाउँ छ। बेलुको बहुत चिसो हावा आइरहेको थियो, भ्यू पनि राम्रो थियो। सो रेस्ट गर्दै बसिरहेको थिएँ। ल बाटो हेर्नुहोस् कस्तो दामी छ। सुनकोशी र तामाकोशीको बिचको सही छ। म चाहिँ तामाकोशीतिर सुनकोशीतिर लागेँ। बाटो चाहिँ बबाल छ, सही लाग्छ यहाँको बाटो। भ्यू पनि खतरा देखिन्छ, अगाडि लुक्स बबाल। खुरकोट नजिकको रोड सही बनाछ। यहाँदेखि एकचोटि झरबन डाइरेक्ट कोशीमै, त्यस्तो खतरनाक बाटो। राइड गर्नुलाई मजा त यस्तैमा आउँछ नि त गाइज। खतरा छ भ्यू है। रोडमा त गाडी नै त्यति कुद्दैन, लकडाउन भएको कारणले के अरे यतातिर काठमाडौँमा घर हेर्नुपर्छ कतिको चल्दो रहेछ। बाटो त खाली खाली छ हल्का, त्यस्तो केही छैन बाटोमा चाहिँ। यहाँदेखि बबाल भ्यू देखिन्छ झन्। हो सही हो भ्यूहरू। खतरा लुक्स बबाल छ। नर्मली कुदाइरहेको छु किनकि बेलुकातिर आज मेरो गाडी जोर भएको कारणले काठमाडौँ बिजोर छ। सो नर्मलै जाँदा ठिक हुन्छ। सन्ध्या 5 बजेसम्म पुग्ने गरी आरामले। यता त पुरै खाली खाली छ। लकडाउन अहिलेसम्म लागेकै छ। जोर बिजोर रे, स्मार्ट लकडाउन रे, के थरी। सो अहिले चाहिँ म रातमाटे पुगिसकेको छु। रातमाटे पनि भ्यू बवालै छ। यो ठाउँमा त सुटिङहरू पनि गर्ने गरेछ। बवाल छ भ्यूहरू, सही छ यहाँदेखि लुक्स। तर यहाँ हल्का गर्मी हुँदो रहेछ। उता भित्र भन्दा पनि यहाँ धेर गर्मी हुँदो रहेछ अरू ठाउँभन्दा नि।
सो गाइज म चाहिँ अहिले मूलकोट पुगिसकेँ। मूलकोटको भ्यू पनि बब्बाल छ। बाटो त के भनौँ, यहाँको बाटो सबजनालाई थाहै होला कस्तो दामी छ मूलकोटको बाटो। जुन चाहिँ धार्मिक स्थल हो, पुरै ऐना भएको ठाउँ हो। एक साइडले यहाँदेखि दर्शन गरिहालौँ। सही छ है। बब्बाल सही छ, एकदम बब्बाल। दर्शन गरौँ। तर मूलकोटको बाटो यो, मूलकोट ठाउँको भ्यू बब्बाल। साइडमा राइट साइड कस्तो दामी भ्यू देखिरहेछ। सही हो, सही हो। यस्तैमा त राइड गर्नु मजा आउँछ। हुनु त फर्किँदा यस्तो बब्बाल देखिन्छ नि भ्यू। दिउँसोभन्दा त राति बब्बाल देखिन्छ क्या। लाइटै लाइट हुन्छ चारैतिर, ठुल्ठुलो पहाडहरूमा कस्तो बब्बाल देखिन्छ। जस्तै ताराहरू स्टारहरू नजिकै आए जस्तो हुन्छ फिल नाइटमा कुदाउँदा। हो भ्यू हेर्नु गाइज, दामी भ्यू सही छ है। बाटो खतरा सही एकदम। हो सुनकोसीको पुरै हेर्नु गाइज, सुनकोसी पनि देखिरहेछ बाबा। यस्तो बाटोमा राइड गर्न मजा आउँछ होइन गाइज। सही छ बाटो। रोड पनि खाली। लकडाउन टाइममा जोस खुल्नु त खुलिसक्यो जोर बिजोरले। यस्तै असार कति गते भनेदेखि यहाँदेखि पनि बब्बाल भ्यू देखिन्छ गाइज। बाटो बब्बाल छ है। माथितिर खतरा देखिन्छ बाटोमा। मूलकोट फाइनली गाइज, मूलकोट बजारमा झरनाटे तल मूलकोट बजार आइपुगे। यो रहेछ हाम्रो मूलकोट बजार। रोड चाहिँ खाली छ, सही छ। आज चाहिँ त्यही असार 13 गते छ कि। सो फाइनली गाइज म चाहिँ धुलीखेल पुगिसकेको छु अहिले। यहाँदेखि काठमाडौँतर्फ लागौँ। हल्का त्यता गाडी चलिरहेछ। धुलीखेल बजारदेखि धेरै गाडी होला क्यारे जस्तो लाग्यो मलाई। सही छ। हाम्रोतिर त खोइ थिएन त्यस्तो, के को लकडाउन हुँदा गाडी यत्तिकै कुदाइरहेछ। जोर न जोर सब चलिरहेछ। मलाई त लागि त रहेछ त्यस्तै। टाइट पनि छैन होला त्यति। अस्ति त सागा बब्बाल चेकिङ थियो, योचोटि के हुँदो रहेछ हेरौँ। सो गाइज धुलीखेल
गाडीवालाले साइडले दिइरहेछ त्यो बाइकले जता जता बाइक जान्छ त्यता गाडी हर्न बजाइ सही हो। सो गाइज कस्तो छ र अब काठमाडौँ पुगिसक्यो म चाहिँ। हो सही कुदाइदिरहेको छ बाटो रेसको चलिदिरहेको फाइट अराउन्ड 5 अगाडि पनि एउटा छ गाइज सही कुदाइदियो हो। रेस हुने वाला छ अब गाइज यहाँ त पुरै 114 15 7 पुगिसकेको छ 10 11 13 14 15 115 17 117 118 123 24 124 गर्न थाल्यो। सही मजा आयो गाइज मजा आयो बबाल। अगाडिको पनि सही कुदाएर 415 छ बिथिरी निस्क्यो अगाडि बबाल सही हो। पानी परेर तर कस्तो गर्छ ओ यहाँ आयो पुग्यो ओ सही हो बबाल कुदातिर पानी परेर क्या ल्याङ भइरहेछ त। यता त टाइटै रहेछ म त सोचिरहेको थिएँ सही टाइट होला भनेर। सो म चाहिँ अहिले जडीबुटी पुगिसकेँ गाइज। म जडीबुटीबाट राइट साइड लिन्छु जडीबुटी चोक चोकबाट राइट लिए एयरपोर्टको पछाडिबाट जान्छु म। मेरो रुम चाहिँ बौद्ध हो सो एयरपोर्टको पछाडिबाट जान्छु। पेप्सी कोला कहाँबाट कार ल्याउँछ सही हो कस्तो चेक दिइरहनु। सही कुदाइदिँदै हान्दै कस्तो स्पिड के गरिहाल्छ बिचमा आउँछ भाइ। यता त्यति लकडाउन छैन पुरै गाडीहरू चलिरहेको छ बाइकहरू। म चाहिँ आउनलाई डराइदिइरहने म चाहिँ एयरपोर्टको जस्ट अपोजिट साइडमा छु। बौद्धतिर झर्न लागे यहाँको भ्यू चाहिँ सही देखिन्छ फेरि काठमाडौँको वाह बबाल। सो म चाहिँ काठमाडौँ इन्ट्री अब सही छ गाइज भ्यू। खतरा देखिन्छ हो चेक गरिहाल्नु एकचोटि सही छ। मिरर ओपन गरेर चलाउन क्या ल्याङ लाग्छ नि ट्राफिक सरहरूले ल्याङ गर्छ सही हो। 500 रुपियाँ दे भनिदिन्छ।
यही पाला सेन्सर डाइट कता जान्छ यार यो गाडी तोरी पेल्दियो त ल ल ल ल ल कहाँबाट लिएर आउँछ यार म सो गाइज म चाहिँ घरमा पुगिसक्यो अब यही चाहिँ म बनाउँछु भ्लग अब नेक्स्ट भ्लगमा हेरौँ ओके गाइज बाई बाई अब यो नेक्स्ट भ्लग जसले सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब गरिदिनु होला एकचोटि हस् त बाई बाई